ल अनि हजुरलाई यो ढोरपाटन भन्ने चाहिँ ठाउँ चाहिँ कस्तो लाग्यो? यो ढोरपाटन हजुर ढोरै रहेछ बोर रहेछ यो पाटन ढोरपाटन नाम होइन बोरपाटन किनभने बाटो यस्तो रहेछ त्यो तुर्कुने खोला सुरु गरेदेखि क्लियर हुनुपर्ने यो एकदम हजुर। अनि कस्तो लाग्यो हजुरलाई चाहिँ यो यात्रा त अविस्मरणीय नै होला गइसकेपछि तर अहिले बिहाल छ हजुर ढाडबाले सिक्ने मान्छे ल्याएर खोज्नुपर्ने छ। हाम्रा भीमाकान्त अर्जुनजी आउँदै हुनुहुन्छ उताबाट उहाँ अब एकदम ल अनि हाम्रो भीम सरलाई चाहिँ कस्तो लाग्यो ढोरपाटनको यात्रा? चिसो लाग्यो चिसो। अनि अब बाटो कस्तो लाग्यो? बाटो बाटो त एकदम स्पेसियल स्पेसल छ होइन? पिकअप छ नि होइन बाइकको? ल ल हजुर भन्नुहोस् यो ढोरपाटन कस्तो लाग्यो हजुरलाई? आइसक्यो ढोरपाटन। कस्तो लाग्यो भन्नुहोस् न? ढोरपाटन आइसक्यो। सल्लाह रुएर किन आयो उठाबाट? बाटो कस्तो लाग्यो? बाटो बाटो लास्ट यस्तो नेपालको ल मोर्काबाट बारेकोट गएर अब कुइसेपाटन गए जतिर छ कि नै? योभन्दा त बढी त्यही बाटो राम्रो छ यार। अगाडि गएर एउटा बाजु चौर हेरेर आउने हो ढोरपाटन होइन चिउँदो जत्रो चौर त होला एउटा यार। चिउँदो चौर हेरे भइहाल्थ्यो यार। के नहोला भन्ने थियो यहाँ के हेरी पनि के गरी आएछ त्यो हरि के? त्यो हरि हरिबहादुर के गरी आएछ? जाने कहाँ हो कि वास्तै थाहै छैन। अगाडि कोही गएका हामी हो नि अगाडि पछाडि कहाँ गयो त पछाडि आउँदैछ। फोटो हान्नु न ग्रुप फोटो हान्नु। यो यार यस्तोमा के फोटो हान्ने यार? पोखरा